ल अब हिँड्नको लागि रेडी यात्रा बेनीदेखि कोटगाउँसम्मको। बेनीको बजार चाहिँ बेनीको बजार बजार कन्टिन्युस जिल्ला प्रशासन कार्यालय, योलाई वीरेन्द्र चोक भन्छ। अहिले म चाहिँ यहाँबाट दाहिने हुँदै जाने हो। यो देब्रेबाट गयो भने बागलुङ जान्छ, म चाहिँ दाहिने हुँदै जाने हो। यो उकालो उकालो ल गाउँतिर जाने पर्खेर बसेछन्। यहाँबाट सिधै गयो भने तातो पानी दरबाङ गइन्छ। यताबाट चाहिँ यहीँ पाल्चोखेत तातो पानी कोटगाउँ रायपुर हुँदै यो बाटो गइन्छ। यो पर्यो अटुङ्गेको उकालो पारी पारी देखिने यो पर्वत जिल्ला। यताको यो डाँडालाई लभी हिल भन्छ। त्यही ठाउँबाट हो बेनी अट्याक गर्दाखेरि माओवादीले जिपिएमसी सेट गरेर अट्याक गरेको। यहाँ चाहिँ प्रायः जसो बोलेरो अनि टाटा सुमोहरू चल्छ के अरे, यो अफरोड हुने भएर। कति राम्रो भ्यू छ यहाँबाट। अझै आज बादल लाएर अलिकति झ्याउ गरेको थियो। यो ठाउँको नाम चाहिँ नेप्टेचौर है। वहाँ पारी देखिने राखु नेप्टेचौर आइपुग्यो। ल हजुर, यो चाहिँ तोरीपानी। अब तोरीपानीपछि वाखेत पाल्चोखेतको एरिया आउँछ, झिङको एरिया आउँछ, पाखापानी आउँछ, अनि बल्ल मेरो गाउँ कोटगाउँ आउँछ। बाटो ल अहिले चाहिँ म ओखले भन्ने ठाउँमा आइपुगेको। यहाँ चाहिँ सबै जौ गाउँहरू सबै त्यहाँ लागेको छ। अनि पारी देखिने ठाउँ त्यो चाहिँ राखु हो। त्यो तलको एरियालाई चाहिँ यो चाहिँ बुक्ल भन्छ। परकोलाई चाहिँ राखु भन्छ। राखु भगवती मोहफात भन्छ यसलाई, साँच्ची मोहफात यहाँ तलकोलाई। त्योभन्दा सिधा माथि अन्नपूर्ण साउथ एन्ड नर्थ झलल्ल देखेछ। यहाँबाट माछा पुच्छ्रे देखिन्थ्यो, आज बादलले डिस्टर्ब गर्यो। यहाँबाट चाहिँ अलिकति बादल लागेछ। अनि यताबाट जाने चाहिँ यसो गरेर दगनाम दर्मिजा चिमखोला हुँदै जान्छ। त्यो पारीको बाटो चाहिँ यो नजिकै देखिएको गाउँ, यसलाई चाहिँ पात्लाखेत भनिन्छ। यो गाउँको नाम चाहिँ पात्लाखेत हो। ल हामी चाहिँ झीको इलाकामा आइपुग्यौँ। पनि छ है झीको गाउँ। दाउराहरू यसरी राखिन्छ। यो झीको यहाँ चाहिँ होमस्टे पनि छ यो ठाउँमा। हिउँदमा त्यति साह्रो हुँदैन, तर बर्खामा चाहिँ ठुलै हुन्छ यो खोला। यो बाटो एकदमै यो हिलो हुन्छ यहाँ चाहिँ सधैँभरि यस्तै हो। अब यहाँ ढुङ्गाहरू गाडेर सोल्डिङ गरेको हो, कतिचोटि गऱ्यो होलान्। एकदम अप्ठ्यारो छ यो बाटो पनि। अब अहिले चाहिँ पाखापानीको इलाका झिग्रुक भन्ने ठाउँमा आइपुग्यो हो। ल पाखापानी चाहिँ यही नै हो। म चाहिँ यहाँ बहिनीको अब एकछिन विश्राम गर्छु, खाजा खान्छु। बहिनी यस भए चाहिँ ठ्याक्कै 1 घन्टामा आइपुगेँ म यहाँ। रमाइलो छ ठाउँ यो कमलनाथको एरिया। धुलो मैलो हुँदै धुलोसँग कुस्ती खेल्दै यहाँसँग आइपुगेको अवस्था। कमलनाथ कोटगाउँ। यो तल देखेको लामो पुल यो चाहिँ यो थिरबाङ भन्छ तलको त्यो वारीलाई। यो खोला आयो है। पहिला म लडेको यही खोलामा हो। यसपालि त म पहिला गएर रेकी गर्छु, वारी बिसेर रेकी गर्छु यार। फेरि पहिला जस्तै दङलाङै
भयो भने त बर्बादै हुन्छ। फेरि म एक्लै छु। अब यतितिर रोकेर फेरि हेरेर आउँछु म अब। रिभर क्रसिङ भयो सक्सेसफुल्ली। यसपालि चाहिँ लडेन। गुरस पनि फुल्न लाग्छ त हौ, एक दुईवटा फुलिरहेछ हौ। ल डाँडामा आइपुग्यो। यहाँबाट कोटगाउँको भ्यू यहाँनिर यो हो कोटगाउँ। ल कोटगाउँ पनि आइपुगेँ म। ल हाम्रो गाउँ चाहिँ यस्तो छ है यता एन्ट्री पोइन्ट। यो कोटगाउँ आजको डेस्टिनेसन। अघि चाहिँ भिडियो अलिकति राम्रो आएको थिएन रहेछ। ल गाउँमा आइपुग्यो। यो बाटो चाहिँ सरर रायखोट जाने बाटो हो। यो भिरको माथि आर्पा भन्ने ठाउँ, उपल्लो आर्पा हुँदै हुँदै माथि धुरी मट्याङ्जा हुन्छ। जङ्गलै जङ्गल छ। यो कोटगाउँ पहाडीको पुल। अघि म चाहिँ पहाडी त्यो कमलनाथबाट आएको, त्यो ठाउँबाट यता 400 हुँदै तल खोला क्रस गरेर यहाँ आइपुगेँ। आजको डेस्टिनेसन यति नै। बेनीदेखि कोटगाउँसँगको यात्रा आज सफल रह्यो। बाटोहरू अलिकति कोही ठाउँमा च्यालेन्जिङ थियो, निकै गाह्रो पनि भएको थियो। खोला क्रसिङ गर्दाखेरि कता कता ठोकिँदै पनि थियो।